बिचरा गोविन्द केसी चाहिँ नि के थाहा छ 26 दिन अनसन बसेर नि भाइ अनि टिचिङबाट फुत्त उठेर माइती घर मण्डलमा आएर भाषण गर्थ्यो डिप लगाएर अनसन बस्थ्यो उसको है हो ऊ चाहिँ साँच्चै अनसन बसेछ क्या निकोलस चाहिँ सोध राति मर दुध खान्थ्यो गोविन्द केसीले आर यु कमेडी मी नेपालीलाई सटरमा राखेर बिना पैसा काम लगाइरहेको छ अनि के भन्छन् म मालिक मेरो दोकान तपाईँ चुप लाग्नु न हेलो तपाईँ चुप लाग्नु न हेलो कुलमानजीले अस्ति भन्दै हुनुहुन्थ्यो अबको 10 वर्ष पछाडि म त बिजुली फ्रीमा दिन सक्छु भन्नु म बिजुली फ्रीमा दिने होइन महिनाको 5 लाख कमाउने बनाउ न बिजुली आफै किन्छ तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ कता गयो जेन्जी नै जेन्जी फिकलको एउटै जेन्जी इलामको अर्को जेन्जी ताप्लेजुङको अर्को जेन्जी पशुपतिनगरको अर्को जेन्जी 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 काठमाडौँमा गयो सोपडी जेन्जी 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 भन्दा भन्दै नाक लाग्यो म तपाईँहरूलाई एउटा चाहिँ के भन्न आएको भने 20 लाख भन्दा मुनिको ऋण केही न केही जस्तो 16% ब्याज थियो हिजो आज कमसेकम 6% मा आयो होइन आगे आएन कि भात खानु भएको छैन तपाईँहरूले अलि बोल्नुहोस् न मलाई हिजो बेलुका नातिले जुत्ताले झटाएर भन्दाखेरि एक आलामा लाग्यो तर आनन्द आयो क्या नातिले जुत्ताले हाल्छ कुदेर आउँछ मलाई लाट्टले हाल्छ आज दुध लगेर तपाईँहरूले त्यो के भन्छ डेरीमा दिएर डेरीबाट घिउ लिनु परेको छ कि छैन अनि तपाईँहरू त्यो घिउ लगेर त्यो ब्याङ्कलाई पनि घिउ किस्ता बुझाइदिनु नि मैले त अस्ति भन्ने प्रधानमन्त्रीलाई यो कुर्सी भनेको एक्जिक्युटिभ पावर एक्सर्साइज गर्ने कुर्सी हो पावर एक्सर्साइज गरेर निकाल्नुहोस् विज्ञलाई सोध्छु भन्दिनु हुन्थ्यो के को विज्ञलाई सोध्नुहुन्छ विज्ञ र बुद्धिजीवीले बिगारेको देश हो यो अब एउटा सरकार केपी ओलीको सरकार हुन्जेल केपी ओलीले बाङ्गा अमला घुमाएर सिध्याइदिइहाल्यो अर्को गतिलो आउँछ भनेर भनेको अर्को झन् के आयो जस्तै कि